आयो न्यू डिस आयो आलु दुधमा पकाएर खानुभएको छ। यसलाई चाहिँ केवा ताची भनिन्छ। केवा भनेको आलु, ताची भनेको केवा। अहिले हेर्नुहोस् होला ताची केलाई भन्छ। भेजिटेरियन सब्जीहरूलाई कति एमा ताची है, पनिरहरू मात्रै खाउने, यसरी नि बनाएर खाउनुहोस्। मैले आलुलाई चाहिँ यसरी पातला पातला छिलेर काटेको छु, हेर्न सक्नुहुन्छ। अनि यहाँ मैले तावा तातै छु, यसमा बटर एड गर्दैछु। तपाईँहरूले यसमा रिफाइन ओइल पनि एड गर्न सक्नुहुन्छ। अनि त्यसपछि आलुलाई मैले सबै यसरी नै राख्नेछु मिलाएर, अनि हल्का एकछिन यसरी हल्का सिममा भुटेर फेरि यसलाई चलाइदिउँ उल्टा पाल्टी पारेर है। त्यसपछि नुन एड गरिरहेको छु, स्वाद अनुसार नुन हाल्नुहोस्। त्यस एकछिन यसरी चलाइसकेपछि एकछिन छोपिदिनुहोस्। त्यसपछि फेरि हेर्नुहोस् आलु कतिको भयो, एकछिन फ्राई गरेको टाइपले नै हल्का सिममा पकाइरहेको छु, मिडल एन्ड हाईले चाहिँ। अब चाहिँ एकदमै सानो पार्दैछु म ग्यास, किनभने यसमा दुध एड गर्दैछु नि त। अनि यसलाई हाल्नुसाथ चलाएको चलाक गर्नुपर्छ, अनि दुध फाट्छ नि त हो साथीहरू। नुन हालेको छ त्यो भएर नि हल्का यसरी चलाइरहनुपर्छ। यसलाई यसरी चलाएर यस मजाले हेर्नु त बाक्लो भएर आउँदैछ। अनि यसमा चाहिँ म डल्ले एउटा एड गर्दैछु, तपाईँहरूले स्किप पनि गर्न सक्नुहुन्छ। पिरो खान्छौँ त हो, म त्यो भएर डल्ले एड गरिरहेको छु। अनि यसरी नै यसलाई मजाले चलाएर फेरि एकछिन छोपिदिन्छु। अब फेरि हेरौँ है त, यतिको भएछ है। अनि गलत्तै भएछ, अनि आलु पनि मजाले पाकेछ हेर्नुहोस् त। यदि आलु पाकेन भने दुध अलिक एड गर्न सक्नुहुन्छ तपाईँहरूले है। त्यसपछि यो आलु मजाले पाकेछ। अब यसमाथि चाहिँ केवा ताची चाहिँ के रहेछ हेर्नुहोस् है त। मेन त्यसको ताची भनिन्छ यसलाई चाहिँ, चिजलाई चाहिँ ताची भनिन्छ, चिजको ग्रेभीलाई चाहिँ होइन। अनि यो चाहिँ केवा ताची हो, एमा ताची होइन, केवा ताची हो। चिज अझै एड गर्न सक्नुहुन्छ। मेरोमा चिज कम्ती भएको कारणले मैले यति नै हालेँ है। मजाले यसलाई चलाइदिउँ, सिममा पकाइरहेको चिजलाई टक्क भयो, चिज सबै मेल्ट भयो हेर्नुहोस् त। आहा कति दामी देखियो, खिर जस्तो नि देख्दैछ हो। अब टेस्ट पनि गरेर बताउने छु तपाईँहरूलाई। मिठो हुन्छ, मैले अलरेडी एकपल्ट पकाएर खाएर चाहिँ तपाईँहरूलाई यो डिस रेसिपी राख्दैछु। छोटो मिठो तर एकदमै